अत्याधिक अशान्त व्यक्तिहरूले समस्याहरूबाट छुटकारा पाउनको लागि ईश्वरमा श्रद्धा राख्नु जरुरी छ। नमस्कार, म सीता अधिकारी। आदरणीय महानुभावहरू, सदाका चाहिँ आज पनि म हजुरहरू समक्ष एउटा अत्यन्तै महत्त्वपूर्ण प्रेरणादायी कथावस्तु लिएर उपस्थित भइसकेकी छु। कहाँबाट हेर्दै हुनुहुन्छ यो भिडियोलाई फुलवाच गरेर लाइक, कमेन्ट र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु हुनुपर्ने अनुरोध गर्दै म अब आजको विषयवस्तुतिर प्रवेश गर्न गइरहेकी छु। आजको विषयवस्तु रहेको छ कथाको शीर्षक रहेको छ चम्चाको तेल। ल अब हामी सबैजना मिलेर यो कथा सुनौँ है त। आदरणीय महानुभावहरू, एक धनी व्यक्तिको छोरा सुखको खोजीमा थियो। उसलाई हर दिन जिन्दगी कसरी सुखमय होला, कसरी सुख होला भन्ने प्रश्नले सताइरहन्थ्यो। यस्तैमा एक दिन उसका बाबाले उसलाई त्यस सहरको एक प्रसिद्ध दार्शनिक कहाँ पठाउँछन्। त्यो केटा दार्शनिकको घरमा पुग्छ। दार्शनिक आफ्नो आन्तरिक काममा अति नै व्यस्त थिए। ऊ किन आएको हो भन्ने थाहा पाएपछि उनले त्यो केटालाई भन्छन्, भाइ, तिमी एकछिन मेरो आश्रम, मेरो पुस्तकालय, मेरो मन्दिर र बगैँचा हेर्दै गर। त्यतिन्जेल म मेरो काम पनि सक्छु। त्यसपछि बल्ल तिमीलाई म जीवनमा खुसी कसरी पाइन्छ भन्ने रहस्य बताउने छु। तर एउटा शर्त छ कि तिमीले मेरो बगैँचा, पुस्तकालय, मन्दिर घुम्ने बेलामा यो चम्चा पनि एक हातमा सँगै लिएर हिँड्नुपर्ने हुन्छ है। र यसमा भएको तेल एक थोपा पनि भुइँमा खसाउनु हुँदैन नि। दार्शनिकको यस्तो आज्ञा बमोजिम उसले तेलले भरिएको उक्त चम्चा एक हातमा लिएर बगैँचा घुम्न निस्कन्छ। बगैँचा घुमिसकेपछि ऊ पुस्तकालय र आर्ट ग्यालरीमा प्रवेश गर्छ। त्यसपछि उसले दार्शनिकको ठुलो मन्दिर पनि घुम्छ, झन्डै 20 मिनट जति समय लगाएर। पहिलेको स्थानमा आउँछ जहाँ उसलाई नै पर्खेर दार्शनिक बसिरहेका थिए। चम्चामा रहेको तेल एक थोपा पनि कतै भुइँमा खस्छ कि भन्ने डरले एकदमै भयभीत भएको त्यो व्यक्ति अनुहारमा चिटचिट पसिना काट्दै दार्शनिकको नजिक उभिएको थियो। यस्तैमा दार्शनिकले उसलाई सोध्छन्, भाइ, मैले मेरो बगैँचामा जापानबाट ल्याएको चमेलीको बोट रोपेको थिएँ। के तिमीले त्यहाँ सुन्दर चमेलीको फुल देख्यौ? उसले आश्चर्य भावमा देखिन भनेर टाउको हल्लाउँछ। फेरि उनले सोध्छन्, त्यहाँ मैले ब्राजिलबाट ल्याएको सप्तरङ्गी गुलाब रोपेको थिएँ, के तिमीले देख्यौ? उसले भन्छ, देखिन हजुर। ठिकै छ, तिमी मेरो पुस्तकालय र आर्ट ग्यालरी पनि घुम्यौनी होइन र? के तिमीले त्यहाँ पिकासोले बनाएको ठुलो चित्र देख्यौ त? भन्छ, देखिन सर। ल ठिक छ, तिमीले मेरो मन्दिर पनि घुम्यौ कि होइन? के तिमीले मन्दिरको पिँढीमा ओछ्याएका संसारकै बहुमूल्य मार्बल देख्यौ त? उसले भन्छ, देखिन सर। दार्शनिकले आश्चर्य भावमा प्रश्न गर्छन्, यतिन्जेल घुम्दा उसो भए के देख्यौ त तिमीले? यति समय लगाएर घुम्दाखेरि तिमीले के देख्यौ त? तिमीलाई मैले मन्दिर घुम, बगैँचा घुम, पुस्तकालय जाऊ भनेको होइन, केही पनि देखिन भन्छौ त? त्यो व्यक्तिले निराश हुँदै जवाफ दिन्छ, सर, मैले त केही पनि चिज देखिन, किनकि मेरो ध्यान यो चम्चाको तेलमा यति धेरै केन्द्रित हुन गयो कि मैले केवल यो तेल कसरी जोगाउने भन्नेतिर मात्रै सोच्दै गएँ। यो तेल पोखिन्छ कि भनेर मेरो ध्यान सबै यही तेलमा मात्रै रह्यो। मेरो ध्यान तेलमा गएको हुनाले मैले बाहिरी कुराहरू केही पनि देखिन। केवल म हिँडिरहेको मात्रै थिएँ, घुमिरहेको मात्रै थिएँ, तर बाहिरी चिजहरू मैले देखिन। मेरो ध्यान सबै यही तेलमा थियो। त्यसकारण बगैँचा र अन्य ठाउँको सुन्दरता त मैले देख्न सकिनँ। दार्शनिकले लामो सास तान्दै भन्छन्, ल उसो भए फेरि जाऊ र अघि मैले भनेका सबै कुराहरू हेरेर आऊ। अनि ती मान्छे जान्छन्
दार्शनिकले अघि हेर भनेका सबै चिजहरू, पुस्तकालय, मन्दिरमा बहुमूल्य मार्बलहरू जति पनि थिए, सुन्दर फुलहरू, ती सबै हेर भनेर पठाउँछन् अनि ती व्यक्ति जान्छन् र सबै चिजहरू हेर्छन्। ल हेरिसकेपछि खुसी हुँदै उत्साहित हुँदै उनी दार्शनिक भएको ठाउँमा आउँछन् र दार्शनिकले फेरि सोध्छन्, के तिमीले अघि भनेका जति सबै सुन्दर चिजहरू देख्यौ त? उसले उत्साहित हुँदै भन्छ, देखेँ नि सर, सबै चिज देखेँ। अनि दार्शनिकले उसले समातेको तेलतिर सङ्केत गर्दै भन्छ, अनि चम्चाको तेल नि? उसले भन्दै चम्चातिर हेर्छ त चम्चामा एक थोपा तेल पनि बाँकी छैन, सबै पोखिएछ। त्यसपछि उसले दुखी हुँदै भन्छ, माफ गर्नुहोस् महाशय, अहिले म घुमिरहँदा आफ्नो घुमाइमा यति व्यस्त र मस्त भएछु, ती सौन्दर्यले मलाई आकर्षित गरेछन्। मैले त्यति धेरै फुलहरू देखेँ, मैले मन्दिर देखेँ, मैले बहुमूल्य मार्बलहरू देखेँ, अथवा त्यहाँ भएका जति पनि हजुरले हेर भन्नुभएको चिज थियो, तिनीहरूले यति मलाई लोभ्याए कि म त त्यही चिजमा मस्त र व्यस्त भएछु र यो चम्चातिर त मेरो ध्यानै गएन, अथवा यो चम्चाको तेलमा मेरो ध्यानै गएन छ, हेक्का नै भएन छ। ठिकै छ सर, यो चम्चाको तेलका कुरा नगरौँ, म त जीवन कसरी खुसी बनाउने भन्ने कुरा सिक्न आएको थिएँ, सिधै त्यही कुरा सिकाइदिनुहोस् न। अब अरू कुरा किन गर्ने, म त खुसी कसरी पाउँछु भनेर आएको त हजुरले मलाई चम्चामा तेल राखेर घुम भनेर भन्नुहुन्छ। मैले केही पनि बुझ्न सकिनँ, मलाई खुसी कसरी मेरो जीवन खुसी कसरी हुन्छ भन्ने कुरा सिकाइदिनुहोस्। जब बालकले त्यस्तो कुराहरू गरेपछि दार्शनिकले मुस्कुराउँदै भन्छन्, प्रिय बालक, जीवन खुसी त्यो बेला हुन्छ जब हामीले घुमिरहँदा, हिँडिरहँदा, डुलिरहँदा बाहिरी सुन्दरतालाई पनि हेर्छौँ र चम्चाको तेललाई पनि पोखिन दिँदैनौँ। अर्थात् बाहिरी बगैँचाको सुन्दरता भनेको धन, सम्पत्ति, ऐस आराम र मनोरञ्जन हो भने चम्चाको तेल भनेको हाम्रो जीवनको सपना, अर्थात् आफ्नो जीवनको मुख्य उद्देश्य हो। यसर्थ सुन बालक, एउटा भनाइ छ, मान्छेको जीवन 2 दिन एकदमै महत्त्वपूर्ण हुन्छ। पहिलो जुन दिन तिमी यस धरतीमा जन्मियौ र दोस्रो दिन त्यो हो जुन दिन तिमीले पत्ता लगायौ कि आफू किन जन्मिए भनेर। यदि जीवनमा आफू केका लागि जन्मेको भनेर पत्ता लगाउन सकियो र त्यसकै लागि बाँच्यो भने त्यो नै एउटा सार्थक जिन्दगी हो, त्यो नै सुखमय जिन्दगी हो, त्यो नै खुसीको जिन्दगी हो, त्यो नै खुसी हो। आदरणीय महानुभावहरू, यहाँहरूलाई यो विषयवस्तु, यो प्रस्तुति सान्दर्भिक लागेमा यस्तै विषयवस्तुहरू यहाँहरूको माझमा ल्याउने जमर्को गर्नेछु। यतिन्जेलसम्मको लागि धीरताका साथमा यो भिडियोलाई हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै, हजुरहरूको महत्त्वपूर्ण समयको कदर गर्दै यस भिडियोलाई लाइक, कमेन्ट र सब्सक्राइबको आशामा रहँदै बिदा हुन्छु। हस्, धन्यवाद। ओम शान्ति।